म चाहिँ हैन अहिले प्याज काटिरहेको छु क्या आँखाबाट आँसु चल दिए तुम कहाँ पे देखो यहाँ के। मर्निङ गाइज वेलकम टु माई न्यू ब्लग। यार बिहान बिहान आज स्याटरडे हो होइन, बिहान बिहान यार उठ्नै मन लागेन, तर पनि के गर्नु बिहान बिहान त उठ्नुपर्छ। सामान लिन अहिले जान थाले। म त्यसपछि चाहिँ नो आइडिया वाट्स एपन टु त जे हुन्छ राम्रै हुन्छ। अहिले त जाऊँ सामान लिएर पूजाको लागि। अब जाऊँ पहिला सामान लिन। फाइनली हामीलाई डोनट पनि लिइसक्यौँ। अब सुत्ता लिउँ। यार अहिले त 9 बजिरहेछ होइन, तर पनि यार मैले डोनट कसरी पाएँ मलाई आफै थाहा छैन। व्यापार नभएर होला अहिले बसेको डोनट। सोचेको थिइनँ कि पाउँछु होला यति बेला डोनट। अब चिया डोनट मस्तले खाने होइन, तर त्योभन्दा अगाडि जाम पहिला पेट्रोल छैन होइन स्कुटीमा, पेट्रोल भराउने, त्यसपछि पूजाको सामान किन्ने एउटा। अहिले त्यही जाम। बाई बाई। भरिसक्यो फाइनली होइन, फाइनली होइन। पूजाको एउटा त पसल पायो, त्यति घुमेँ, एउटा नि पाएँ यहाँ। अलि पूजाको सामान पनि किन्यो होइन। मैले घर होइन, घर गएर सोचौँला यहाँ जाने के गर्ने, त्यहाँ होइन। अहिलेको लागि यति नै ल। मेरो चिया र डोनट रेडी छ खानको लागि होइन। अब खाम। चिया चाहिँ फेरि मम्मीले बनाइदिनु भयो क्या। मम्मीले म बनाउन गएको थिएँ भने छोड म बनाउँछु अरे। ल अब खाम। म चाहिँ फाइनली रेडी भएर नुहाइ धोएर अहिले आर्यनको घर गइरहेको छु होइन। आजकल कहाँ घुम्न जान्छु, यतिकै हो निस्केको डुल्न। जाउँ अहिले आर्यनको घर छ भने छ, नत्र फेरि फर्किने। ल अहिले रेडी भएर स्कुटी बोकेर गइरहेको छु। यो भर्खर यो पुरै पसिना पसिना भएर यहाँ छ। के गरिरहेको थिइस्? सुतिरहेको थिएँ। यसको सानो गिटार तर भाइ त्यो पुरा स्ट्रिङ भाँचिसकेको। जे भयो नि राम्रो छ यो। ए हिँड्न कहीँ घुम्न। के थाहा जाऊँ। म पनि यत्तिकै आएको। ल ए यही लगाएर हिँड्छस्? के गर्नु अब यही लाग्यो। ल जाउँ। मैले यो गिटार बोकेर राख्दैन आएर बजाउने। भाइ साहब के पढि बसेर न पुरै कम्प्युटरको नलेजले बस्छ त्यो त्यसको ब्रिजको। ल जाउँ अहिले। यो आर्यनको ब्याट होइन 8 साल पुरानो यार, अहिलेसम्म यस्तो यस्तै छ। 8 साल पुरानो त कत्रो हो भाइ? 1 क्लास 2 क्लास हो। त्यति बेलाको ब्याट चाहिँ बप्पाले ब्याट छ यार। हेभी पनि छ, तर क्रिकेट खेल्नै सकिँदैन। कोही छैन खेल्ने होइन। म त हिजो गयो खेल्न। कहाँ? हेलो गाइस, यहाँ हामीहरू गइरहेको ल हाई भन्नु भाइ। हाई हाई बाई बाई। जान सक्छ हो? तिम्रो नाम के हो? अविनाशा? अभिषा? तिमीलाई त धेरै पिट्नेको मन गर्छ मलाई, तर पिट्दिन के गर्नु। ल टाटा भाइ भाइ, फेरि मिलाउला ल साथी। तिम्रो ब्लग आयो। ल हेलो हेलो भन्देऊ ल। ल ल ल युट्युब च्यानलमा सब्सक्राइब गर्ने सन्नी ब्लग SNY। ल बाई बाई। SNY ब्लग। गाइस कत्रो ठुलो ठुलो रुख छ क्या भाइ, क्युट छ त्यहाँ छ। यो हेर्नु यहाँ अफरोडिङ होइन, अफरोडिङ कटेर आइज यहाँ बल्ल रोडमा होइन, यहाँ गैरा टारको। म यहाँ आज गरेर 3 चोटि आइसकेको छु होइन यहाँ गैरा टार। यहाँ हेर्नु भ्यू चाहिँ सेकेन्ड टाइम। यो सेकेन्ड टाइम आएको।
हाम्रो चप्पुर रौतहट मध्य प्रदेशमा पनि यस्तो रहेछ यार हेर्नु लागिरहेछ पुरै काठमाडौँ जस्तै है पहाडमा म गएको छैन एकचोटि पनि होइन त्यहाँ हेर्नु पुरै भ्यू है खत्रै रहेछ है अलि हल्का रोडमा पनि ध्यान दिउँ नत्र जान्छ लेना खदेना पड जाएगा बाटो बिस्तारै जाउँ भाइ म यो बाटो आएको छैन है म उताको बाटो आएको छु यो बाटोबाट हजुर जाउँ होइन जहाँ सक्छ जहाँ जाने होइन पेट्रोल पनि छैन तर पनि गाडी कुदाइदियो अब बाटोमा सक्यो भने म र आर्यन ढकालेर ल्याउँछु म घर होइन है एक्सपिरियन्स छ यसले एक्सपिरियन्स छ एकचोटि आएर भोगिसकेको छ अरे होइन 1 घन्टा लाग्छ अरे ल अहिले जाऊँ होइन कुनै राम्रो ठाउँ आयो भने बनाउन ल ल यो हेर्नु यार हामी चाहिँ फर्किन आँटेको हाम्रो डेस्टिनेसन पाएन है कतै घुम्न जानलाई यहाँ गएर एउटा नयाँ भ्यू चाहिँ हेर्नु है भ्यूकै लागि आएको होइन हामीले अब जाने आर्यनको घर जस्ट चिल गर्ने अहिले जाउँ जहाँबाट आयो त्यहीँ जाउँ अहिले यहाँ चाहिँ बजार लागिरहेको छ आज गइरहेको बजार होइन अब जान आँटे घर ल अहिले हेर्नु भ्यू इन्जोय गर्नु तपाईँ अहिले हेर यसकै रुममा आइसक्यो हामी कस्तो गयो आजको घुमाइ धेरै घाम नगएकै ठिक यहीँ बरु सुतौँ होइन एकछिन नत्र मोबाइल चलाऊँ अनि त्यसपछि जाने होइन कता थाहा छैन कता जाने अहिले मोबाइल चलाइरहेछ फाइनली आइसकेको छ म घर घुमेर खाएर हल्का रेस्ट गर्छु होइन अब त्यही हो अनि त्यसपछि पसल खोल्न जान्छु चट्टा यहाँ टिभी भन्दैछ है चप्पुवाला टिभी यहाँ टिभी बिगिसकेको थियो के भएको रहेछ हेर्नु अब टिभी हेर्छ है पढ्छ नि बोर्डको जस्तो थाहा पाइरहेछ त्यही लागिरहेछ मुसा घुसे रहेछ पुरै मदर बोर्डलाई खराब गर्नलाई यो मुसा तारहरू पनि काटेछ हो यहाँ माथिदेखि सायद यहाँ बस्ने मजाले ठाउँ छ यहाँ बस्ने ठाउँ हुन्छ है त्यो एक्सटेन्सन बोर्ड छ नि टिभीको मदर बोर्ड बिग्रेर रहेछ अब यो लान्छ बनाउन अनि त्यसपछि हुन्छ होइन कान्छ हो फेरि जस्तो छ त्यस्तै गरिरहेछु ल टिभी त लगाइसकेको छ तर मदर बोर्ड बिग्रिसकेको छैन मदर बोर्ड चाहिँ लाग्छ 2-3 दिनमा बनाएर ल्याइदिन्छ अरे अनि त्यसपछि टिभी हेर्न पाइन्छ ल अहिले त केही होइन मोबाइलमै गुजारा गरौँ ल अहिलेको लागि म चाहिँ होइन अहिले प्याज काटिरहेको छु क्या आँखाबाट आँसु आइसक्यो मासु बनाउनको लागि तेल चढाइरहेको छु अहिले चाहिँ मासु बनाउन जाने आँखाबाट आँसु आइसक्यो प्याज काट्दा ल काटौँ होइन अहिले भाइ एक्सपर्टमा छ एक्सपर्ट छ भाइ कुकिङमा एक्सपर्ट छ ल यस्तै गरिदिन्छु तपाईँलाई फ्राई हुनलाई पहिला सुरु होइन फ्राईलाई मजाले रातो हुने जेलसम्म बनाउने मजाले यहाँ प्याज काटेर राखिसकेका छौँ मजाले रातो हुने जेलसम्म गर्ने अनि त्यसपछि पकाउने मजाले अनि हाम्रो मासु रातो भइसक्यो होइन अब यसलाई झिक्ने होइन यसबाट अनि फेरि त्यसपछि बनाउन प्रोसेस लाग्नुपर्छ अहिले गाह्रो भइरहेछ एउटा हातले ल निकाल्छु अनि ल प्याज हालिसक्यो होइन यहाँ अब यसलाई रातो हुने जेलसम्म भुज्ने मजाले यहाँ फ्राई मासु
अनि यसमा मर मसला हालेर मजाले पकाउने। सबै मर मसला हालिसक्यो होइन यसमा। अब यसलाई पनि फ्राई गर्ने अनि हल्का पानी हालेर मजाले मासु हाल्ने अनि मजाले पाक्यो हाम्रो मासु। मलाई इन्स्ट्रक्सन चाहिँ मम्मीले दिनु भइरहेछ अहिले यसरी पका भनेर। कस्तो पाकिरहेछ मम्मी भन्नु हल्का। अहिले मम्मी चाहिँ यस्तो यो फ्राई खानु भइरहेछ अहिले। यति मासु चाहिँ म एक्लै मात्र खाने हो। फेरि तपाईँहरू नभन्नु कि 4 जना छ यति मासुले पुग्छ। मम्मीहरू खसीको मासु खानु भएपछि मलाई खसी मन पर्दैन, त्यही भएर चिकन आफ्नो लागि ल्याएँ अनि मजाले पकाइरहेको छु आफै अनि खान्छु। होइन मम्मी? फाइनली मासु हालेका छौँ है सबै। त्यो सबै आफ्नो लागि हो। कहिलेकाहीँ आफूले पनि बनाउनु पर्छ क्या। बाहिर गयो भने आफूले पकायो खायो होइन मम्मी? ल अब पाक्नलाई छोड्दै होइन, रेडी भइसक्यो हाम्रो मासु, अब खानुपर्छ। छोप्दै मासु पाकिसक्यो। मेड बाई मी SNY ब्लगर। ट्राई गरौँ न कस्तो पाछ आफैले खाएको मासु, बनाएको मासु। मिठो भयो, मिठो भयो। पुरै फ्राई होइन, मिठो भयो। ल अहिले खाम, मजाले खान दिनुहोस्, तपाईँहरू पनि खानुहोस्। बाई बाई। आजको ब्लग होइन यहीँ समाप्त गर्छौँ। आशा गर्छु तपाईँहरूलाई राम्रो लाग्यो होला। ल बाई। एक उम्मीद एक प्यार की नजर में खो गई, एक जिंदगी था खार के कब्र में सो गई।